तले बस्नु यसरी मजाले नै पुस्दिने अहिले चाहिँ म यो सबै पुस्दिन्छु है हजुर 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 यसरी पुरा आँखा यसरी पुस्दिने पुसिसकेपछि अब यसको हुन्छ हाम्रो स्पा है अब स्पा चाहिँ मैले स्पा लगाउँदैछु है आँखा बन्द ठिक्क गर्नु त्यो धेरै उस नगर्नु ल ओपन नगर्नु यसरी हामीले स्पा लगाइदिने अब यसपछि चाहिँ हुन्छ माइक्रो ब्रस यसलाई के भन्थ्यो माइक्रो ब्रस यसले मजाले नै यसरी हामीले ल्यासेसलाई क्लिन गर्ने यसरी है अब यति भइसकेपछि अब वेट टिस्युले मजाले नै पुस्दिनु म्याम फेरि हो उयो माथिबाट उस ल्याइदिनु न स्पा के अरे क्लिन्जर मैले बिर्सेछु कि यसरी मजाले नै क्लिन गरिदिनु है अनि एकचोटि हामीले ड्राई टिस्युले पनि मजाले क्लिन गर्ने एकैछिन है माया एकैछिन है पिरो अहिले निकाल्छु कि म अलियाको लागि अब चाहिँ हामीले मजाले अब चाहिँ क्लिन्जर है क्लिन्जरले चाहिँ अघि हामीले स्पा लगाएको थियौँ नि हो त्यसलाई क्लिन गर्ने है मैले क्लिन्जर हालेँ है नतर्सिनु है पहिल्यै भन्ने तपाईँहरूले यसरी भन्ने अनि ड्राई टिस्युले मजाले नै यसरी ट्याप ट्याप गरेर सबै पुसिदिने है अब बाइचान्स उहाँको आँखा पोलिहाल्यो भने चाहिँ हामीले के गर्ने फ्यानले यसरी सुकाइदिने भित्र त घुसे क्या पोले ह हल्का फ्यान लगाइदिन्छु एकैछिन बिस्तारै हेर्ने कोसिस गर्नुहोस् त हेर्ने पोले छ भने भन्नु है पोले ह यताको कुनामा मात्र माथि हेर्नुहोस् त पोले हो कि नै आँसु चाहिँ आउँदिनु भएन है आँसु आयो भने यसरी हामीले ड्राई टिस्युले पुसिराख्दिनु है यसरी साइडबाट पोले छ छैन छैन है ल अब चाहिँ स्टप गर्ने अब यसपछि हुन्छ हाम्रो आई प्याच है ल माथि हेर्नुहोस् है अब यसले चाहिँ के गर्ने भन्दाखेरि तलको रहेको